नमस्कार, म खेम माले मगर। आजको प्रमुख खबरबाट शङ्खसभामा एक पुरुष मृतक अवस्थामा फेला परेका छन्। चैनपुर नगरपालिका एक नुन्डाकी तातोपानी बस्ने 60 वर्षीय देवी भक्त दमाई मृतक फेला परेकै हो। नवनिर्वाचित प्रतिनिधित्व सभा महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी रासपा पनि हराएर जाने बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, अब आउने रासपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारलाई नियम पुर्याएर कहिले उठ्न नसकिने गरी नङ्ग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्तै नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठुलो धोका हुनेछ र रासपा पनि कालान्तरमा हराएर जानेछ। उनले थप भनेका छन्, 3 महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सकुन्। भ्रष्टाचार र कुशासन हटाएर सरकारलाई मैले पूर्ण सहयोग गर्छु। आजको समाचारबाट म बिदा हुन्छु। सबैलाई नमस्कार। बाँकी समाचार सुन्दै गर्नुहोला।